गरिकन जो सन्तान नभएको पीडाबाट आत्मदेव आत्महत्या गर्छु भनेर आफ्नो घरबाट सरासर निस्केर गएका थिए। तब ऋषिज्यूसित भेट हुनु भएर ऋषिले, हे बाबु, तिमी कहाँ जान लागेको, किन यसरी धुरु धुरु रोएको, भन त मलाई भनी ऋषिले सोध्नुभयो। तब आत्मदेव भन्दछन्, यो धरतीमा म साह्रै अभागी रहेछु। जो मैले घरमा पालेका गाई पनि ल्याउँदिनन्, मेरा घरमा सन्तान पनि जन्मेका छैनन्। मैले बारीको पाटोमा ठुला ठुला फलफुल खेती गरेको छु, तर एउटामा पनि छिरा लाग्दैन भनिकन सबै आफ्नो गुनासो जति ऋषिलाई पोख्नुहुन्छ। तब ऋषिले स्नेहपूर्वक, तिमी अनदेखा नगर, मर्ने कुरा नगर, आत्महत्या गर्नु भनेको महापाप हो। अहिले राज्यले पनि आत्महत्या रोकथाम र न्यूनीकरण गर्नको लागि विभिन्न पहलहरू गरेर विभिन्न सचेतना कार्यक्रमहरू चलाएर तिमीले सामाजिक सञ्जालमा देखेकै होला। 84 लाख जुनी पार गरेर मानव सोला पाइएको छ, मर्न हुँदैन। आज हेर न, यो विराट कोटी देख्न पाइएको छ। म बरु सन्तान हुने बुटी तिमीलाई लगेर दिन्छु भनिकन राम 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 बुटी दिनु ऋषिले आत्महत्या
मेरो मुनाबाट जोगाएर ठुलो कुण्डे लिनुभएको थियो। तब आत्मदेव आफ्नो घरमा खुसी हुँदै गएर श्रीमतीलाई हे श्रीमती भनिकन खुसी हुँदै बुटी हातमा दिनुभयो। तब धुन्दुलीले यो के को बुटी हो भनेर सोध्न लाग्दा आत्मदेवले सबै वृत्तान्त कहे। अनि धुन्दुली बडो साह्रै डराएर मैले विभिन्न कष्ट झेल्नुपर्छ, प्रसवको पीडा खप्नुपर्छ, अथवा मैले सुत्केरी अवस्थामा आउन नसक्दै मेरो ज्यान पो जाने हुने हो कि भनेर डरले थरथर काँदै खान डराइन। राम 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 अब कसो गर्ने हो, अब कसो गर्ने हो। हे राम हे राखे